हेलो गाइज के छ सबै सन्चै हुनुहुन्छ होला है। म चाहिँ धेरै टाइम पछाडि यो च्यानललाई फेरि ब्याक भइसकेको छु। तपाईँहरूको अगाडि केही न केही अब भिडियोहरू खासै बनाउनु त आउँदैन, तैपनि कोसिस गर्नेछु। अब भ्लगिङ भिडियोहरू लिएर आउने कोसिस गरिरहेको छु मैले। तपाईँहरूले चाहिँ यसो माया दिनु पऱ्यो है गाइस। अब चाहिँ यो च्यानलमा लगभग डेली जस्तो भिडियोहरू आउनेछ। तपाईँहरूको माया र सपोर्टको चाहिँ एकदम खाँचो छ है गाइस मलाई, ताकि मलाई अझ भिडियो बनाउनलाई यसो प्रेरणा मिलोस्। तपाईँहरूले चाहिँ हल्का सपोर्ट गरिदिनुपर्छ गाइस। ओके, अब भिडियोहरू हेर्नु ल है त गाइस। अब भिडियो स्टार्ट गरौँ है त। टक्क म चाहिँ अहिले तपाईँको यो एक जमानामा खुब भाइरल ठाउँ हो यो चाहिँ होइन। अब कतिजना चाहिँ चिनिसक्नु होला यो ठाउँलाई। यो चाहिँ तपाईँको जुनीखेलभन्दा अलि माथि अनि जगडोलभन्दा अलि यतापट्टिको यो चाहिँ एक जमानामा खुब टिकटकमा भाइरल भएको ठाउँ हो। अहिले पनि भाइरलै छ लगभग है। अब म चाहिँ हाम्रो तपाईँको जगडोल साइडमा जाँदैछु, त्यता जगडोल साइड अनि यता झन्डा पार्कतिर यसो हल्का भिडियो बनाउनु लागि लगाइछ। आजबाट चाहिँ त्यही हो, भिडियोहरू आउँदैछ, हल्का माया गरिदिनु होला। यसो भिडियोहरू त्यति राम्रो बनाउनु त आउँदैन, तैपनि म बनाउने कोसिस चाहिँ गर्नेछु है। बाटो सानो भए पनि गाडीहरू चाहिँ भेटेको छैन। यो ठाउँमा चाहिँ तपाईँको जगडोल आउनुलाई चाहिँ के भन्छ बुढा नीलकण्ठ साइडबाट अहिले म आइरहेको बाटो पनि आउन मिल्छ। अनि उता बौद्धदेखि बौद्ध जोरपाटी हुँदै तपाईँको फेरि यो के भन्छ मेडिकल कलेज निस्किने, अनि त्यहाँबाट चाहिँ नि फेरि त्यताबाट पनि सर्टकट चाहिँ हुन्छ आउनुको लागि चाहिँ। त्यताबाट पनि बाटो छ, त्यहाँबाट सिधै मेडिकल कलेज हुने। अलि अगाडि आएपछि पछाडि टक्क आउने ठाउँ छ। अहिले यो चाहिँ म यता बुढा नीलकण्ठ साइडबाट आउँदैछु। अनि यो धारा चाहिँ डेन्जर हो, यहाँ चाहिँ फेरि जहिले पानी आइरहेको छ होइन। मान्छेहरू गर्मी महिनामा त अझ प्याक हुन्छ हो यहाँ पानी लिन आउनेको, किनभने चिसो पानी आउँछ नि त। गाउँतिरको मुलको पानी जस्तै हो कि यो चाहिँ चिसो। यहाँको मौसम पनि डेन्जर चिसो छ है अहिले चाहिँ। म त पारिवारिक भ्यू चाहिँ यो चाहिँ डेन्जर छ। यहाँबाट कहाँ साल्मी टोल 1 किलोमिटर कता हो साल्मी टोल भनेको। यहाँ चाहिँ धेरै जस्तो मान्छेहरू भ्लगहरू बनाउनु अनि टिकटकहरू बनाउन धेरै आउँछन् यो ठाउँमा घुम्नलाई है। अनि रमाइलो छ यस ठाउँ, चिसो मौसम, टक्क जङ्गल होइन, सल्लाहरी। म चाहिँ यहाँबाट सट्ट भित्र जान्छु। अब तपाईँहरूलाई जगडोल हल्का देखाउँछु, अनि त्यसपछि अलिकति यता झन्डा पार्कतिर देखाएर अनि आज म सायद अलिक सर्ट नै बनाउँछु, किनकि आज पहिलो भिडियो मेरो यो भ्लगिङको मोटो भ्लगिङको। अनि म यहाँबाट छिर्छु आज। अघि त बन्द थियो, अहिले फेरि खुल्लै रहेछ। यो चाहिँ टक्क मैले बाइक पार्क गर्छु, यहाँबाट उता झन्डा पार्क अहिले एकछिन जान्छु है गाइस। त्यहाँबाट हेरौँ म यहाँ बाइक पार्क गर्छु। उता देख्नु त काठमाडौँ, आई लभ काठमाडौँ लेख्नु डेन्जर छ यो चाहिँ। यसलाई चाहिँ तपाईँको शहीद पार्क भन्छ होइन। शहीद पार्क एकदम भाइरल ठाउँ हो टिकटकको। सट्टमा यहाँबाट जाँदैछु होइन। यो माथि गएर हल्का देख्छ। अहिले त बन्द भइसक्यो सायद अब यो ठाउँ तपाईँको 3-4 बजीसम्म मात्रै खुल्ला हुन्छ होला। 4 बजीसम्म मात्रै हो जस्तो लागिरहेको थियो। तपाईँहरू चाहिँ त्यहाँ आउनुको लागि फेरि टिकट चाहिँ काट्नुपर्छ यहाँ आउने हो भने। यहाँ गेटमा अहिले 4 बजीबाट चाहिँ यहाँनिर यहाँसम्म मात्रै जान दिन्छौँ, यहाँ माथिसम्म, त्यसपछि बन्द हुन्छ र अनि उता जान दिँदैन। उता त्यहाँभित्र छिर्ने हो भने चाहिँ टिकट लाग्छ, अनि टिकट काट्नुपर्छ। अहिले चाहिँ यहाँ बन्द भइसक्यो, लगभग बन्द भइसक्यो। यही हो, धेरैजना त आइसक्नु भएको होला होइन। म चाहिँ अहिले भित्र छिर्दिनँ, किनकि उसको टिकट पनि छैन, टाइम पनि छैन आज।
त्यही भएर त्यही हो ठाउँ चाहिँ सबैजना घुम्न आउनु होला रमाइलो छ ठाउँ अहिले चाहिँ लगभग 4:30 भइसक्यो है बस्नेहरू चाहिँ मजा मजाको छ प्रायः मान्छेहरू पिकनिक आउँछन् कि यहाँ चाहिँ जङ्गल पनि हेर्दा यस्तो छ बस्ने ठाउँहरू मान्छेहरू आउने पिकनिक खाने ठाउँ हो यो अझ यता भित्रपट्टि छ रमाइलो ठाउँहरू चाहिँ भित्र चाहिँ म आज गइनँ सायद म नेक्स्ट भिडियोमा भित्रको बनाउँछु होला यहाँबाट चाहिँ म त्यहाँ मान्छेहरू बसिरहेको ठाउँबाट चाहिँ पुरै ऊ देख्छ क्या एयरपोर्टहरू देख्छ अनि उताको भ्यूहरू राम्रो देख्छ क्या अझ राति चाहिँ यहाँ टन्नै मान्छेहरू आउँछ अहिले भन्दा पनि शनिबार त्यहाँ बसिसक्नु हुँदैन नि मान्छेहरू आएर तपाईँहरूले देख्नु भएको छैन होला म त्यहाँनिर त्यो पुरै घामै छ त्यो चाहिँ एयरपोर्ट अगाडि चाहिँ त्यहाँ अहिले देखिरहनु जस्तो क्यामेरा सायद देखिँदैन लगाइ चाहिँ यति नै हो म चाहिँ यताबाट फेरि निस्किन्छु होइन तपाईँहरूलाई उता झन्डा पार्क जाने भनेको म फेरि अन्तै जानुपर्ने भयो अब म उता सायद रुममा जान्छु तपाईँलाई नेक्स्ट भिडियोमा चाहिँ झन्डा पार्कहरू देखाउँछु म आज पहिलो यो मोटो भ्लग भएको कारणले गर्दाखेरि चाहिँ मैले हल्का सर्ट नै बनाउने भएँ किनकि त्यति राम्रो पनि हुँदैन अब म चाहिँ यहाँबाट निस्किन्छु यो चाहिँ मेरो घोडा मालिक मेरो यही हो होइन अब चट्ट म यहाँबाट निस्किन्छु गाइज होइन यस्तो छ मेरो चाहिँ क्यामेराको सेटअप खासै बनाउन आउँदैन यसो रहर लाएर टक्क कोसिस गरिरहेको छु होइन यहाँबाट म निस्किन्छु यहाँबाट म अब बेलुका भयो मान्छेहरू आउने टाइम भयो यहाँ चाहिँ सलाम सर यहाँ निस्केँ म गाइस कताबाट छौँ यताबाट भन्दा पनि तपाईँहरूलाई जङ्गलको बाटो देखाउँछु यताबाट जान्छु यो चाहिँ तपाईँको यहाँबाट निस्किने ठाउँ हो यहाँबाट गए पनि तपाईँहरू ठ्याक्कै यहाँ तल भगवतीथान भन्ने ठाउँमा पुग्नुहुन्छ तलबाट गए पनि त्यही हो यहाँबाट गए पनि त्यही हो उताबाट गयो भने चाहिँ पिच छ यताबाट चाहिँ कच्ची छ यो चाहिँ पहिलाको पुरानो बाटो अब जस मैले भने त्यही यही माथिको अहिले मैले भनेको पार्क चाहिँ शहीद पार्क राम्रो छ एकदम घुम्न चाहिँ लायकको छ होइन अब म यहाँबाट तपाईँहरूलाई आज पहिलो भिडियो भएर मैले त्यति राम्रो देखाउन सकेको छैन अलिक छिटो गरिरहेको छु है त्यति राम्रो क्वालिटी पनि नहोला सायद जस्तो छ त्यस्तो हेरिदिनु होला माया गरिदिनु होला है त गाइज बाटो चाहिँ डेन्जर छ यहाँको बाटो कहिले पिच हुने हो यहाँ तलको बाटो चाहिँ बरु डेन्जर पिच छ राम्रो छ यो त अफरोड बाँदर हेलो साथी के छ रमाइलो छ है कहाँबाट बाँदर आएको छ आज त भित्ताभरि छ त बाँदरै बाँदर हेलो टोक्न आयो नि डेन्जर यसले त फेरि छोड्दैन त कुकुर पनि यहीँ छ बाँदर हार्नु आएको होला यता चाहिँ घामै लाग्यो भने मौसम चाहिँ एकदम चिसो छ यताको किनकि अलि जङ्गल एरिया छ नि त यो देख्नुहुन्छ पुरा बस्ती होइन प्लेन उडिरहेको छ माथि बाँदरहरू चाहिँ डेन्जर छ यतातिर कहाँबाट आएछ यार यता बाँदर खासै देखिँदैन थियो के हो यस्तो गाह्रो छ त्यही हो गाइस भिडियो जस्तो छ त्यस्तै हाल्ने कोसिस गरेको छु तपाईँहरूले माया गरिदिनु होला है हामी त्यस्तो प्रो भ्लगर त होइन भर्खर सिक्दैछौँ माया गरिदिनु होला तपाईँहरूको यसो एक लाइक कमेन्टले नै झन् भिडियो बनाउने हामीलाई चाहिँ नि प्रोत्साहन मिल्छ यहाँबाट चाहिँ तपाईँहरू हिँड्दै जानु पनि सक्नुहुन्छ यो चाहिँ
उयो सिडी यहाँबाट उहाँ तल मन्दिरमा पुगिन्छ भगवतथानमै हामी चाहिँ यताबाट बाइकमा जानु पर्यो भने चाहिँ यताबाट जाने हो अनि त्यो गाइस बाटो चाहिँ डेन्जर अफरोड छ है यो चाहिँ यता त झन् बाइक सिप्लिन्छ यार के हो यस्तो ओइ ओइ ओ बाइक हल्का छ त्यही माथि पनि चिप्लिन्छ क्या यो सानो कुरै यो चाहिँ घाम ताप्ने त्यसरी हाँस्ने बस्ने ठाउँ हो क्या गाइस चाहिँ हैट आन्टीहरूको हाँसै डेन्जर ल यहाँबाट चाहिँ हेर्नु होइन यो चाहिँ तपाईँको यो गोकर्णेश्वर स्कुल भयो यो भने पछाडि यो चाहिँ हाम्रो ठ्याक्कै कहाँ पर्छ भने यो गोकर्णेश्वर माकलबारी भन्छ यसलाई चाहिँ माकलबारी बस पार्क भइहाल्यो यता यो साइड मेडिकल कलेज साइड यो चाहिँ माकलबारी त्यहाँ माकलबारी पुल उहाँ तल छ सानो पुल भन्ने ठाउँ अनि गोकर्ण मन्दिर चाहिँ यसकै पछाडि छ गोकर्ण मन्दिर अनि हामी चाहिँ ठ्याक्कै अहिले यहाँ भगवती थान भन्छ यसलाई भगवती थान र गोकर्णको बिचमा छौँ हामी ल यहाँबाट ल जाउँ यहाँबाट पनि म चाहिँ अब लगभग आज अलि ढिला भयो मलाई त्यहाँ एक ठाउँमा जानुपर्ने भएर भिडियो राम्रोसँग बनाउनु पाइनँ मैले म चाहिँ तपाईँहरूलाई यो माकलबारीको कोरिडोरै लान्छु है त यताबाट चाहिँ टक्क माकलबारी जाने हो यहाँतिर फेरि डेन्जर सेकुवा पाइन्छ है गाइस सेकुवा र तोङ्बा त फेमस हो नि यहाँ यो ठाउँमा चाहिँ बौद्धमा तोम्बा भनेपछि त फेमस ठाउँ हो बौद्ध यहाँतिर फेरि डेन्जर बर्खामा पानी परे बेला हो माथि माथिसम्म पानी आउँछ अहिले त छैन पानी सानी खोलाको नाम मात्रै छ यार त्यसैले भनिन्छ नि साथीहरू हरेक चिजको चाहिँ समय आउँछ क्या बर्खामा यो खोला भोरी पुरा पानी माथिसम्म टिलबिल होइन मान्छे छेउछेउ जान नसक्ने गरी हुन्छ अहिले हेर छैन कमिला हिँडिरह त्यस्तो हो के साथी बर्खामा यो त्यस्तो हुन्छ नि हिउँदामा यस्तो छ गाइस ल गाइस आजको भिडियो चाहिँ म यहीँतिरसम्म मात्रै अन्त्य गर्छु यहीँ समाप्त हानिदिन्छु मैले अब अर्को नेक्स्ट भिडियोमा चाहिँ म राम्रो गर्ने कोसिस गर्छु राम्रो बनाउने छु है त गाइस ल